हेलो गुड मर्निङ सम्पूर्ण मेरो दर्शकवृन्दहरू। म तपाईँहरूलाई चाहिँ अङ्ग्रेजी बेसिक अङ्ग्रेजी भाषा सिकाउन लागिरहेको छु र मैले तपाईँहरूलाई चाहिँ यो मेरो स्क्रिनमा भिडियो बनाएर चाहिँ म तपाईँहरूलाई चाहिँ नै देखाइरहेको छु। जो चाहिँ अङ्ग्रेजी जान्दै जान्दैन त्यसको लागि चाहिँ मैले यहाँनिर इङ्ग्लिस सिकाउने कोसिस गरिरहेको छु। जो स्टार्टिङबाट नै छ, सिङ्गुलर र प्लुरलको बारेमा मैले भिडियो बनाएर यहाँनिर स्क्रिनमा पनि लेखिदिएको छु र तपाईँहरू यो पढेर पनि जान्न सक्नुहुन्छ र उदाहरणहरू पनि मैले लेखेको छु त्यहाँनिर र उदाहरणहरू हेरेर तपाईँहरूले आफ्नो कापीमा यसै तरिकाले पनि गर्न सक्नुहुन्छ र तपाईँहरू अङ्ग्रेजी भाषा सिक्न सक्नुहुन्छ। म तपाईँहरूलाई चाहिँ क्रमशः आजबाट, आज चैत्रको 24 गते हो र 24 गते बाट चाहिँ म तपाईँहरूलाई चाहिँ डेली एउटा चाहिँ भिडियो बनाएर म तपाईँहरूलाई पस्कने छु र तपाईँहरूले मेरो भिडियो हेरेर सिक्न सक्नुहुन्छ। एउटा कलम, एउटा कापी राखेर चाहिँ तपाईँले यसको जुन मैले यहाँनिर लेखेको छु, भिडियो बनाएको छु, त्यो हेरेर चाहिँ तपाईँहरूले प्र्याक्टिस गर्नुभयो भने तपाईँहरू अङ्ग्रेजी मजालेसँगले सिक्न सक्नुहुनेछ। यहाँनिर मैले तपाईँहरूलाई चाहिँ सिङ्गुलर र प्लुरल अनि त्यसपछि इक्जाम्पलहरू पनि पस्केको छु। अनि त्यस पछाडि चाहिँ तपाईँहरूलाई चाहिँ मैले मजासँगले उदाहरणहरू पनि पस्केको छु। तपाईँहरू प्र्याक्टिस गर्नुहोस् होइन। प्र्याक्टिस गर्दाखेरि चाहिँ तपाईँले 10-15वटा सेन्टेन्सहरू बनाउनुहोस् अनि त्यस पछाडि चाहिँ त्यसलाई चाहिँ नै प्र्याक्टिस गर्नुहोस् र यसरी तपाईँहरू सिक्नुभयो भने तपाईँहरू छिट्टै 2-3 महिनामा नै अङ्ग्रेजी सिक्न सक्नुहुनेछ र प्र्याक्टिस